गर्न हिजो रन नभएको कोही छ भने भन्नु त अहिले। हिजो म आएको थिएन हिजो आएको छैन भने चाहिँ रोक्नु है। यो गुगल क्लासरुमको एउटा लिङ्क छ, म त्यो पठाइदिन्छु नि, त्यसहरू गर्नु है। त्यहाँ रिकर्डिङहरू हालिएको छ कि। ए हुन्छ यो लिङ्क जोइन गर्नु अनि आउँछ। हिजो यो रन नभएको कोही छ जस्तो यो आउटपुट नआएको कि। मेरोमा चाहिँ देयर आर करेन्टली नो अपडेट्स एभाइलेबल आयो भनेपछि मैले बन्द गरिदिँदा भयो। जसकोमा छैन त्यो अपडेट गर्ने है। ल अब सुरु गरौँ। ल हिजो यहाँसम्म रन भएको छ होइन सबैको, जसकोमा एरर नआएर चाहिँ छैन भने अहिले नै भन्नु है। हेमराजको के समस्या थियो नि, ल त्यसको सल्युसन म भन्छु है। ल हेर्नु, कसैमा रन भएको छैन भने यो टुल्समा जाने, कमान्ड्समा जाने होइन। त्यसपछि पहिला यो बिपटेक्स 8 बिट रन गर्ने कि यहाँलाई रन गर्ने होइन। त्यसपछि फेरि यसमा जाने टुल्समा, अनि कमान्ड्समा जाने, अनि यो बिपटेक्स रन गर्ने अब एकचोटि। ल यो पनि भयो। त्यसपछि यसमा जाने फेरि, अनि यो लेटेक्स छ नि यो चलाउने एकचोटि। प्रोसेस स्टार्टेड लेखिरहेको छ। र प्रोसेस एक्जिटेड नर्मली भनेर आयो। त्यसपछि फेरि टुल्समा जाने, अनि फाइनली चाहिँ यो पिडिएफ लेटेक्समा थिच्ने कि। अनि यो आउँछ नर्मली आएपछि चाहिँ त्यसपछि चाहिँ चल्छ भनेर यति आउनुपर्छ आउटपुट। हेमराजको आयो हेर त। राज हेर्दैछु है अभिनव एकैछिन ल। ल त्यति रन गरेर हेर त। हस् ल अरू कसैमा पनि छ भने 4 स्टेप गर्नु है। टुल्समा जाने, कमान्ड्समा जाने, पहिला यो बिपटेक्स 8 बिट, त्यसपछि बिपटेक्स, त्यसपछि लेटेक्स, त्यसपछि पिडिएफ लेटेक्स। यो 4वटा रन गरेपछि यति आउटपुट आउनुपर्छ है। हिजो लेखेको कमान्डमा हिजोको फाइल खोल्नु होला है, फेरि अर्को फाइल खोल्नु होला। हिजो जहाँ सेभ गर्नुभएको छ त्यो खोल्ने है। खास यसलाई यस्तो हो कि जस्तो यो हामीले यो क्रस गरेपछि नि जहाँबाट बन्द आएको हुन्छ नि त्यहीँबाट खोल्छ क्या फेरि पनि। त्यहीँबाट खोल्छ क्या। ल यति हाल्नु। त्यसपछि हामी आजको हाम्रो टपिक के थियो भने इन्सर्टिङ एन्ड फर्मेटिङ इमेजेस एन्ड टेबल्स भन्ने थियो। पहिला हामी इमेजेस सिक्छौँ, त्यसपछि टेबल्सको सिक्छौँ। लिस्ट अफ टेबल, लिस्ट अफ इमेजेससम्म सकाउँछ आज। तर यो पहिला सबैको रन भइसकेको हुनु पऱ्यो कि यतिसम्म चाहिँ। भयो तिम्रो हेमराज रन? भयो अभिनव भयो। चल्यो होइन? ल सबैको चल्या होला है अब चाहिँ। वा कसैले अब इन्स्टलेसनमा अझै समस्या छ भने यो गुगल क्लासरुममा जाने। यो गुगल क्लासरुममा गएपछि चाहिँ यहाँ तपाईँहरूले चाहिँ रिकर्डिङ भेट्नुहुन्छ। यहाँ डे 2 को रिकर्डिङ छ, यहाँ डे 1 को रिकर्डिङ कहाँ होला, डे 1 को रिकर्डिङ यहाँ छ, तपाईँ हेर्नु होला। ल आजको लागि चाहिँ अब हामी फिगर इन्सर्ट गर्न सिक्छौँ है। अनि एउटा कुरा हिजोको सहिलो सिकाइदिन्छु है मैले। हिजो यो हामीले लेटेक्सबाट गएर यो सेक्सनिङबाट गएर यहाँ सेलेक्ट गर्थ्यौँ नि, सेम कुरा। त्यसको लागि यहाँ एउटा सर्टकट पनि छ क्या, यो च्याप्टर थिच्ने सिधै आउँछ है। ल आजको लागि चाहिँ हामी अब इमेज इन्सर्ट गर्न सिकौँ है। पहिलो कुरा चाहिँ के छ भने जस्तो हाम्रो हिजो जुन हामीले फोल्डर बनाएको थियौँ नि, यो
यो लेटेक्स ट्युटोरियल भनेर बनाएको छु नि मैले यहाँ फोल्डर हो यसमा गएर सबैले एउटा अर्को फोल्डर बनाउनु है न्यू फोल्डर बनाउने यसको नाम चाहिँ फिगर्स राखिदिने फिगर राखे हुन्छ फिगर्स राखे हुन्छ फिगर्स राख्नु है यति समस्या सबैले गर्नु त यो हिजोको फोल्डरमा जुनमा चाहिँ लेटेक्स ट्युटोरियल बनाएको छ नि हो यसको भित्र गएर चाहिँ एउटा फोल्डर बनाउने त्यसको नाम फिगर्स राख्ने यो फोल्डर बनाउने कारण चाहिँ के हो भने हामीले अब इमेज इन्सर्ट गर्छौँ नि हाम्रो रिपोर्टमा त टन्नै रिपोर्ट वा पेपरमा टन्नै फिगर हुन्छ अब यहाँ छुट्टा छुट्टै राख्यो भने त्यहाँ हराउँछ नि त कता कुन फिगर थाहा छैन त्यही भएर एउटा छुट्टै फोल्डर बनाएपछि यहाँ फिगरहरू हाल्दै जाने के जस्तो अहिलेको लागि मैले छुट्टै यहाँ होइन इमेज राखेर जस्तो यो फोटो छ मैले के गरेँ यो फिगर्समा ल्याएर पेस्ट गरिदिएँ यहाँ पेस्ट भयो होइन यो अब यसलाई चाहिँ बन्द गरिदिँदा हुन्छ फेरि लेटेक्समा जाने हो अब चाहिँ के गर्ने भन्दाखेरि यो विजार्ड छ नि 3 4 5 6 7 सेभेन्थ अप्सन छ नि विजार्डको यसमा जाने अनि इन्सर्ट ग्राफिक भन्ने अप्सन छ यो बुझ्नुभयो इन्सर्ट ग्राफिक यसमा जाने हो अब त्यहाँ फाइल भनेर आयो नि भनेपछि हामीले अब फाइलको नाम हाल्नु पऱ्यो कि यसले सुरुमै त्यही फोल्डरबाट सुरु गर्छ यो फिगर्समा जाने यो फोटो सिलेक्ट गर्ने यसलाई ओपन गरिदिने अब हेर्नु अब हामीले हाइट र विड्थको कुरा आउँछ हाम्रो रिपोर्टमा जेनरली हाइट र विड्थ कसरी हुन्छ भने विड्थ चाहिँ 13 कि 14 सेन्टिमिटर हुन्छ होइन यसलाई यहाँ सेन्टिमिटरमा लाग्ने अनि हाइट कति हुन्छ भने सबै सिलेक्ट गरिदिने हाइट विड्थ यहाँ चाहिँ 10 सेन्टिमिटर हाल्ने यहाँबाट टेक्स्ट हाइटको ठाउँमा सेन्टिमिटर हाल्ने है त्यसपछि हेर्नु यो सेन्टर होरिजेन्टली छ भनेपछि बिचमा आउनु पर्यो नि फोटो यो हटाइदियो भने चाहिँ लेफ्टमा जान्छ है फेरि यसरी राख्ने त्यसपछि क्याप्सन हेर्नु कहाँ आउँछ क्याप्सन बिलो ग्राफिक छ एउटा अबो ग्राफिक छ भनेपछि कि एउटा फोटोको माथि आउने भयो कि फोटोको तल आउने हो तर हाम्रो फर्मेट के छ फोटोको तल आउनुपर्छ अब हेर्नु सर्ट क्याप्सनमा हाल्नु पर्यो के थियो भन्दाखेरि टाइम वाइज के थियो भन्दाखेरि त्यहाँ एओलियन इन्भाइरोमेन्ट इरोजन ल हेर्नु यसमा आयो अब यो लङ क्याप्सन खास हामीले काम हुँदैन होइन खास यसको अर्थ के हो भने एउटा चाहिँ टेबल अफ फिगर्स हुन्छ नि माथि लिस्ट अफ फिगर्स हो त्यो लिस्ट अफ फिगर्समा चाहिँ यो देखिने भयो अनि तल चाहिँ हामीले के गर्ने पर्यो भन्दाखेरि यसको डिस्क्रिप्सन पनि लेख्नुपर्छ नि दिस फिगर सोज एओलियन इरोजन अन द ब्याङ्क्स अफ अस्ट्रेलियन के लेख्दा अस्ट्रेलियन बिच लेखेँ मैले ल त्यसपछि हेर्नु यो लेभल छ नि हो यो लेभलको काम खास के हो भने जस्तो हामीले रिपोर्ट बनाउँ मैले मेरो रिपोर्ट खोलेँ जस्तो मैले मेरो रिपोर्ट खोलेँ यसमा चाहिँ फिगरतिर गएँ ल जस्तो हेर्नु त यो फोटो छ नि ल जस्तो हेर्नु त यो के लेखेको छ भन्दा फिगर 1.2 म्याप सोइङ टोपोग्राफी एन्ड ड्रेनेज सिस्टम म लेखिरहेको छ नि हो यसको हाम्रो कस्तो हुन्छ भन्दाखेरि त्यो टेक्स्टभित्र पनि लेख्नु पऱ्यो नि फिगर 1.2 ले के देखाइरहेको छ भनेर हो भने त यहाँ एज इन फिगर 1.2 छ नि मैले यहाँ 1.2 मा थिचेँ भने सिधै फिगर 1.2 आउँछ कि टेक्स्टभित्रको हो यो लेभलको काम भनेको चाहिँ त्यसलाई रिफरेन्स गर्ने काम हो क्या अब हेर्नु पोजिसनको कुरा आयो अब त्यो फोटोलाई हामी कहाँ राख्ने भन्ने कुरा आउँछ नि हेर्नु यो एरो थिचेपछि यहाँ 4-5वटा अप्सन आउँछ क्या एउटा टप भयो भनेपछि पेजको टपमा आउने हो बटम छ पेज छ हेयर छ सुन अब हामीले जहिले पनि थिच्नुपर्ने भनेको यो एउटा थिच्नुपर्छ अनि यो थिच्नुपर्छ हेयर अनि ओभरराइड इन्टरनल लेआउट प्यारामिटर्स ल यसलाई ओके गरौँ है ल यति कमान्ड आफै लेखेर आयो नि यति अनि यसलाई के गर्ने भन्दाखेरि अब रन गरेर हेरौँ है के आउँछ ल हेर्नु अहिले एरर टन्नै आयो नि किन एरर आयो भन्दाखेरि हामीले चाहिँ यसलाई क्याप्सन दियौँ लेभल पनि दियौँ तर यहाँ हामीले चाहिँ टेबल अफ लिस्ट अफ फिगर्स ल्याएन नि त अझै माथि हाम्रो लिस्ट अफ फिगर्स आएको छैन टेबल अफ कन्टेन्ट मात्रै छ हो त्यसको लागि के गर्ने भन्दाखेरि ट्रायल डट टेक्स्टमा जाने अनि हिजो जहाँ यो इन्सर्ट गरेको थियो नि टेबल अफ कन्टेन्टवाला लाइन
त्यसको तल एउटा कमान्ड इन्सर्ट गर्नु पर्यो। के कमान्ड भने जो वाला कमान्ड। यो मैले तपाईँहरूलाई पनि पठाइदिन्छु अहिले मेसेजमा। सबैले पेस्ट गर्नु होला यो टेबल अफ कन्टेन्ट पछाडिको लाइनमा। अनि यसलाई चाहिँ यहाँ पेस्ट गरिदिनु। अब रन गरे ए यहाँ मिस्टेक भएछ नि त। रुम है मिस्टेक के भएछ भने यो तपाईँले सिक्नु होला है। मिस्टेक चाहिँ सबैकोमा आउँछ फेरि। यो फिगर्समा हेर्ने यसको इरोजन मात्र लेखिरहेको छ नि। हो यसको फुल नेम चाहिन्छ कि हामीलाई चाहिँ। कस्तो भन्दाखेरि यसको प्रोपर्टीमा जाने हेर्ने यो पिएनजी फाइल हो नि त डट पिएनजी। यसको नाममा डट पिएनजी पनि हालिदिने। अनि हेर्नु यो पिएनजी आयो। अब यहाँ इरोजन डट पिएनजी चाहिँ लेख्नु पर्यो हामीले। केही छैन है। केही छैन है। यसलाई के गर्ने भन्दाखेरि अहिले जस्तो मैले यहाँ चाहिँ एउटा राखेँ होइन। यो एक्जाम्पल ड्यास इमेज राखेँ है। हेर्नु त यो इमेज यतिसम्म जेनेरेट भयो तपाईँहरूकोमा है। यो पेस्ट गर्नु एकचोटि तपाईँहरूले। हेलो पेस्ट गर्नुभयो तपाईँहरूले। अब हेर्नु यसको तल हामीले क्याप्सन पनि लेख्नुपर्छ नि त। अभिनव हजुर अनलाइनमा गर्दा पनि यही नै गर्ने हो। होइन अनलाइनमा गर्दा के गर्ने भन्दाखेरि अनलाइन पनि सिकाइदिन्छु है मैले। जस्तो हेर्नु यो अनलाइन छ होइन। अब यसमा यो पहिला थिच्ने अपलोड थिच्ने। त्यसपछि ल अहिले एउटा फोटो हालिदिएँ मैले पनि। यही फोटो हालेँ। यो यहाँ पेस्ट भयो होइन। अपलोड भयो सक्यो। यहाँ मेन इरोजनभित्र आयो नि होइन। तर हेर्नु अहिले यसमा नि फोल्डर गर्नु पऱ्यो हामीले। अब यो न्यू फोल्डर थिच्ने कि यहाँ पनि फिगर लेख्ने। अब यो इरोजन डट पिएनजीले यसको भित्र पेस्ट गरिदिने कि यसरी देखाउँछ होइन। अब के गर्ने भन्दाखेरि यहाँ इन्सर्ट गर्नु पऱ्यो फोटो भनेपछि यसमा के गर्ने। यसमा चाहिँ हामीले पुरै कोड लेख्नुपर्छ। त्यहाँ जस्तो सहिले हुँदैन कि। जस्तो यसमा हामीले कसरी गरेको थियो भन्दा यहाँ
छैन यसमा के गरेको थियो भन्दाखेरि हामी विजार्ड्समा गयो इन्सर्ट ग्राफिक गरेर गर्न पाइन्थ्यो नि यसरी सबै सेट गर्न पाइन्थ्यो तर यसमा पाइँदैन के यसको समस्या के छ भने यसमा चाहिँ लेख्नै पर्छ कि आफूले लेखेको कोड छ भने पेस्ट गरिदियो यसरी अनि हेर्नु यहाँ यसरी देखाउँछ नि यो अर्को ब्र्याकेटमा चाहिँ हामीले फिगर्स डट हेर्नु यहाँ ठ्याक्कै आयो नि यो नाम यसरी लेख्दिने अब हेर्नु यसमा हाइट विड्थ सबै फिक्स गरेका छौँ यसलाई चेन्ज गर्न पनि पाइन्छ आफ्नो हिसाबले अनि अर्को एउटा कमान्ड पनि हाल्न पाइन्छ यसमा किप एस्पेक्ट रेसियो पनि लेख्न पाइन्छ भनेपछि जति चौडाइ र लम्बाइमा जति जुन मिल्छ नि त्योले बनाएर पठाउँछ ल हेर्नु यसमा पनि एरर अहिलेको जस्तो किन आयो भन्दाखेरि यसमा पनि हामीले लिस्ट अफ फिगर्स त हालेको छैनौँ नि अझै जस्तो यो वाला अहिलेको कमान्ड थियो नि यो हो यो कमान्ड यसमा नि हाल्नु पर्यो अनि यहाँ यसलाई कहाँ हाल्यो भन्दाखेरि यो मेन डट टेक्स्टमा ठ्याक्कै अहिले टेबल अफ कन्टेन्ट भन्दा तल लेख्नु पर्यो है यहाँ क्याप्सन अधुरो छ त्यही भएर इरोजनल यो फोटो यहाँ आयो अब हेर्नु फिगर 2.1 लेखिरहेको छ नि अहिले यो फिगर 2.1 भनेको कस्तो भन्दाखेरि यो चाहिँ च्याप्टरभित्रको पनि फर्स्ट फिगर देखायो कि हो यसलाई हटाउनु चाहिँ के गर्नुपर्छ भन्दाखेरि जस्तो हामीलाई यो पनि चाहिन्छ तर यो होइन हामीलाई 1 2 3 चाहियो भने के गर्ने भन्दाखेरि यसमा जाने हेर्नु नि सबैजनाले सिक्नु होला है यो चाहिँ यसको कमान्ड कुनमा जाने भन्दाखेरि ऊ हेर्नु यो लाइन 122 र 123 छ नि यहाँ हेर्नु त टेबलको लागि काउन्टर विदिन छ होइन अनि फिगरको लागि पनि काउन्टर विदिन फिगर च्याप्टर छ नि हो यसलाई चाहिँ के गर्ने भन्दाखेरि यहाँ विथ आउट लेखिदिने क्या आउट लेख्ने अनि कन्ट्रोल प्लस इन्टर थिच्दा हेर्नु होला यहाँ चेन्ज कस्तो आउँछ अब ल फिगर 1 भएर आयो नि अब फिगर 1 भएर आयो प्लस यसको लिस्ट अफ फिगर पनि हेर्नु कसरी चेन्ज भएर आयो यो पनि फिगर 1 भएर आयो अनि यो लिङ्क अप पनि भयो अनि यसलाई फेरि विदिनै गर्ने हो भने विथ इन भनेको चाहिँ च्याप्टरभित्रको चाहिँ काउन्ट गर्ने हो क्या अब यसले ल हेर्नु 2.1 पनि आयो अनि यता हाम्रो पनि यहाँ पनि 2.1 नै आयो यो सबैकोमा आयो यतिसम्म अनलाइन अफलाइन यहाँ चाहिँ मैले अभिनव यो टेबल अफ कन्टेन्ट चाहिँ के अरे टेबल अफ कन्टेन्ट होइन टेबल अफ इमेजेस भनेर चाहिँ पिक्चर भनेर चाहिँ त्यो कहाँबाट उ गर्ने भने कहाँनिर राख्ने भने त्यो ऊ चाहिँ ए त्यो चाहिँ यहाँ राख्ने त्यो अहिलेको जुन ट्रायल डट टेक्स्ट वा हाम्रो अनलाइन भएको मेन डट टेक्स्ट छ नि त्यसको चाहिँ बिगिन डकुमेन्ट पछि हामीले हिजो टेबल अफ कन्टेन्ट हालेको थियौँ नि हो त्यस पछाडिको 3टा लाइन चाहिँ यो थप्नु पर्यो कि लिस्ट अफ फिगर्स भनेर यो लाइन यहाँ हामीले चेन्ज गर्न सक्छौँ कि जस्तो अहिले हेर्नु है यहाँ लिस्ट अफ फिगर्स भनेर फेरि आछ नि हो यसलाई चेन्ज गर्न पनि पाइन्छ कि आफूले जे हाल्न मन लाग्यो त्यो हाल्न पनि पाइयो जस्तो यहाँ पनि हेर्नु यहाँ पनि लिस्ट अफ फिगर्स आयो नि मैले यहाँ लिस्ट अफ फोटोज हाल्न पनि पाउँछु जे पनि हाल्न पाएँ कि भयो ल हेर्नु यहाँ एउटा कुरा मैले देखाउँछु है अब जस्तो हेर्नु मैले यहाँ अहिले क्याप्सन राखेको छैन नि यो फोटोमा क्याप्सन छैन केही अनि हेर्नु लिस्ट अफ फिगर्समा पनि देखाएन कि त्यो कुरो यहाँ देखाएन नि कुनै फिगर केही हो यसको लागि के गर्ने भन्दाखेरि यो क्याप्सनवाला अप्सन जुन छ नि यसमा पहिला कर्ली ब्र्याकेट हाल्ने अनि यसमा इरोजनल सेटिङ भनेर लेख्ने अनि यसलाई रन गर्ने भनेको अर्थ कस्तो भन्दाखेरि हामीले क्याप्सन यो कमान्ड दियो भने चाहिँ यहाँ क्याप्सन पनि देखिने भयो अनि यहाँ लिस्ट अफ फिगर्समा पनि एकचोटि अझै रन गरेपछि आउँछ जस्तो भने यहाँ लिस्ट अफ फिगरमा नि आयो होइन लिस्ट अफ फिगरमा नि आयो अब यो लिङ्क अप पनि हुन्छ कि जस्तो यो रिफ्रेन्सिङ गर्न एकदम सजिलो भयो नि त लिङ्क अप पनि भयो अनि हेर्नु अर्को कुरो अब यसमा अघि मैले जुन सिकाइरहेको थिएँ नि यहाँ लेबल हाल्ने छ नि एउटा LABEL भनेर थियो नि हो यसमा मानव मैले यसको नाम ES मात्रै राखेँ होइन अब यहाँ के लेख्नु भन्दाखेरि यहाँ टेक्स्ट छ नि मेरो एज सोन इन फिगर अनि ब्याकस्ल्यास रेफ अनि लेभलकोमा फेरि लेभल आयो नि यहाँ जुन लेभल छ त्यहाँ यही लेभल छ नि
यो LABEL यहाँ पनि LABEL छ भने अब हामीले लेभल के हालेको छौँ ES राखेको छौँ नि यहाँ फुल स्टप गर्ने है अब हेर्नु रन गरेर के आउँछ चेन्ज ल हेर्नु एस सोन इन फिगर 2.1 आफै रिड गरे नि हामीले यहाँ 2.1 त ल्याएको छैनौँ कहीँ भनेपछि रिफरेन्स दिएको अनि यो फिगरको नम्बर आफै आउँछ के फिगर माथि मैले जति थपे पनि यो आफै चेन्ज जस्तो हेर्नु है जस्तो मैले यहाँ पनि एउटा फिगर इन्सर्ट गरेँ कन्ट्रोल C गरेँ कन्ट्रोल V गरेँ यहाँ एक्जाम्पल यो भइहाल्यो यसको नाम चाहिँ मैले डिपोजिसनल सेटिङ राखिदिएँ है सेम फिगरको नाम अनि हेर्नु अब यो चाहिँ चेन्ज गर्नुपर्छ कि यो लेभल चेन्ज गर्ने भन्यो भने चाहिँ यो फिगरको लेभल त एउटै हुन्छ नि यसले रिड कुन गर्ने थाहा हुँदैन यसलाई त्यही भएर यसको नाम चाहिँ चेन्ज गर्नुपर्छ है फेरि अनि DS राख्नु अनि यसलाई रन गर्ने ल यो 2.1 पनि भयो अनि हेर्नु यो 2.2 आफै चेन्ज भएर आयो क्या अब भन्नाले यो रिफरेन्सले कति सजिलो बनायो हामीले के चेन्ज गर्नु परेन कि माथि कुनै फोटो इन्सर्ट गरे पनि वर्ड जस्तो तलसम्म पुरै चेन्ज गर्नु परेन कि यसले आफै रिड गर्यो भनेपछि यो 2.2 भयो फिगर यो तलको फिगर अनि यहाँ आएर इन्सर्ट भयो अब मानौँ ल यो हाइट विड्थको छ नि मैले चाहिँ यहाँ यसको ठाउँमा एउटा अर्को किप एस्पेक्ट रेसियो पनि थप्दै क्या किप एस्पेक्ट रेसियो भने कस्तो भन्दाखेरि जस्तो लम्बाइ चौडाइ कहिलेकाहीँ गर्दाखेरि त फोटो तन्किन्छ नि अन्त क्लियर देखिँदैन त्यसको लागि चाहिँ किप एस्पेक्ट रेसियो राख्यो भने यसको हाइट विड्थ आफै मिल्छ कि यसले कुनमा चाहिँ एक्ज्याक्ट फिगरको क्लियरिटी आउँछ त्यसमा चाहिँ मिलाउँछ ल यहाँसम्म कसैले के डाउट छ ईसा तिम्रो अनलाइन चल्या हेमराजको आयो आस्थाको गर्दैछु अनमोलले इन्स्टल गरे कि नै मेरो त ल्यापटपै छैन हेरेर मात्र आऊ म त ए अनि विकासको भयो हुँदैछ अभिनव यो लिस्ट अफ फिगर भनेर त देखायो तर फिगर चाहिँ देखाएन त नि फिगर देखाएन भन्नाले कस्तो फिगर नै आएन कि त्यो उसमा चाहिँ पिडिएफमा चाहिँ देखाएन कि एकचोटि स्क्रिन सेयर गर यहाँ चाहिँ यो लिस्ट अफ फिगर्स चाहिँ देखाइरहेछ अनि फिगर चाहिँ देखाएन फिगर इन्सर्ट गरे कहाँ छ खै फिगर इन्सर्ट गरेको चाहिँ कहाँ छ फिगर हालेको ठाउँ होइन यो त लिस्ट अफ फिगरको भयो क्या त्यो फिगर हाले यहाँ छ ल यसमा के मिस्टेक भयो यसरी रन गरेर त फेरि यो ल अहिले यसो गर त यहाँ यो फिगर लेखेको छ नि जहाँ तिमीले त्यो माथि लाइन 39 छ नि तिम्रो हो त्यसको पछाडि त्यो फिगर / काठमाडौँ नवाकोट .png लेखेको छ नि त्यसलाई एकचोटि चेन्ज गर त इक्जाम्पल ड्यास इमेजमा यसलाई चाहिँ यो फिगर्स पुरैलाई चाहिँ त्यो इन्भर्टेड कमा सहित हो त्यतिलाई चाहिँ इक्जाम्पल ड्यास इमेज मात्र लेख त ड्यास इमेज ल यतिलाई रन गर त एकचोटि के मिस्टेक भयो त तिम्रो यहाँ मिस्टेक छ नि त यो त क्याप्सन पछि बिग ब्र्याकेट आएछ त तिमीले के त्यो सर्ट मात्रै भरे जस्तो लाग्यो त्यसो भए के मात्र सर्ट के त्यो सर्ट क्याप्सन थियो नि त्यहाँ त्यो कन्ट्याक्ट बिट्विन यसो गर न त्यो के गर्नु पर्दैन सुन अहिले सबैलाई पनि सजिलो हुन्छ यो जस्तो कन्ट्याक्ट बिट्विन अप्पर एन्ड लोवर नवाकोटको बिचमा त्यो
त्यो साइडमा बिग ब्र्याकेट छ नि त्यसलाई कर्ली ब्र्याकेटमा चेन्ज गर्नु पर्यो के त्यसलाई कर्ली ब्र्याकेटमा चेन्ज गर्नु पर्यो हो त्यो यता पनि थप्नु पर्यो एन हरायो फेरि ल अब पछाडिको ब्र्याकेट हटाउ त त्यो एक्स्ट्रा एउटा छ नि त्यहाँ पनि एउटा एक्स्ट्रा आयो पछाडि पनि एक्स्ट्रा आयो त्यहाँ क्याप्सन पछाडि हो ल अब रन गर के भयो तिम्रो एन्ड डकुमेन्ट कता छ एन्ड फिगर छ बिगिन फिगर छ एकचोटि फर्स्टमा डकुमेन्ट डट टेक्स्टमा जाऊ त एन्ड डकुमेन्ट यसको तर केही छ छैन लास्ट के मिस्टेक भएछ तिम्रो खै एकछिन हो यसो गर ल अब एकचोटि जाऊ त त्यहाँ C1 डट टेक्स्टमा जाऊ त अघि फिगर हालेको ठाउँमा जाऊ त हो यहाँ हेर्नु त त्यो लाइन 37 छ नि हो त्यहाँ एउटा मिस्टेक छ क्या त्यो लाइन 37 मिस्टेक के भएछ भने त्यो एक्सक्लेमेसन मार्क जुन छ नि हो त्यो चाहिँ एच भन्दा अगाडि आउनुपर्छ क्या त्यो चाहिँ मिस्टेक भएछ त्यो एक्सक्लेमेसन मार्क हटाएर एच भन्दा अगाडि चाहिँ ल्याउनु पर्यो हो एच मात्रै हालेर एकचोटि ट्राई गर त त्यो एक्सक्लेमेसन मार्क नहाल ल अलाउ गर होइन यहाँ अहिले एक्जिटै भएको छैन प्रोसेसर ल आयो ल यहाँ मिस्टेक के भएको थियो भने त एक्सक्लेमेसन मार्क चाहिँ एच भन्दा पछाडि आएर मिस्टेक भयो क्या त्यो कस्तो भन्दाखेरि पहिला हामीले HTML चलाएको थियौँ नि त्यो 8-9 क्लासमा हो त्यो बेला पनि त्यो स्ट्रिङ रन गर्दाखेरि एक्सक्लेमेसन मार्क लास्ट आउनु भनेको त्यो रन नगर्नु भन्न खोजेको क्या त्यही भएर मिस्टेक भएको ल अब तिम्रो यहाँ लाइन 41 जुन लेभल छ नि LABEL वाला लेभल त्यो फिगर के अरे इन्भर्ट के अरे सेमिकोलन काठमाडौँ नगरकोट छ नि त्यति लामो राख्ने होइन कि त्यसलाई सर्टकटमा राख्ने हो जस्तो त्यसलाई चाहिँ KAN लेख्दौ सिधै त्यो फिगरसम्मै हटाऊ त्यो कर्ली ब्र्याकेट भित्र पुरै खाली गर नि त्यसलाई KAN लेख माथि बिग ब्र्याकेट हरायो फेरि एच भन्दा अगाडि त्यो हेर्नु त्यसलाई सिधै KAN लेख त त्यसलाई एउटालाई हटाइदिने हो कि पछाडिबाट गएर ल तल चाहिँ त्यो KAN मात्र लेख त्यहाँ माथि त्यो कर्ली ब्र्याकेट पनि हरायो त्यो फिगर भन्दा पछाडि यसमा यो ल्याटेक्समा एउटा चाहिँ ख्याल गर्नुपर्ने ब्याकस्ल्यास अनि ब्र्याकेट सबै क्लोज हुनुपर्छ क्या त्यो दुइटा भएन भने चाहिँ रन हुँदैन केही हालतमा पनि रन हुँदैन ल अब रन गर अनि सुन अनि अहिले नै तिमी के गर भन्दाखेरि त्यो जस्तो माथि छ नि द नर्दर्न तराई or Bhavar zone lies adjacent to the foothills area and extends southward to a maximum width of about 12 km. त्यहाँ बिचमा कहीँनिर त्यो रिफरेन्स अघि मैले भनेको हाल त \REF अनि लेख त यही राख्दा नि हुन्छ त्यहाँ फुल स्टप भन्दा अगाडि यो चाहिँ मैले फिगरको साइटेसन गर्न सिकाइदिएको है आफ्नो टेक्स्टमा चाहिँ है त्यो बाहिरकोबाट त लिएको त अलिक बेला भइहाल्यो यहाँ REF लेख अब इन्टर थिच अनि त्यो तल जुन लेभलको ठाउँमा KAN लेखेको छ नि इन्टर थिच हो त्यो लेभलको ठाउँमा KAN लेख अब जुन यो फिगरमा लेभल दिएको हुन्छ नि त्यो चाहिँ त्यहाँ लेख्नु पर्यो क्या लेख न KAN त्यहाँ आफै रिड पनि गर्छ त्यसले अहिले हो त्यो आइहाल्यो नि KAN हो त्यसलाई ओके गर अनि अब चाहिँ रन गर त फिगरको रेसियो मिलाउनु चाहिँ के कमान्ड लेख्ने फिगरको रेसियो लेख्न चाहिँ कमान्ड लेख्ने ल माथि त्यो 2.1 आयो नि
त्यहाँ हामीले टेक्स्टमा लेख्नुपर्छ कि एज सोन इन फिगर आफ्नो लेख्ने त्यसपछि बल्ल रिफरेन्स दिने हो कि ल यो क्लोज गर सेयर स्क्रिन क्लोज गर ल अब मैले चाहिँ अर्को कुरा सिकाउँछु है जस्तो कि यो यहाँसम्म आयो अघि मैले भने अनुसार के गर्ने भन्दाखेरि यो क्याप्सन हाले छैन भने यो छ नि यो लाइन क्याप्सन हाले छैन भने चाहिँ लेबल पनि हाल्नु हुँदैन है त्यो हाले छैन भने चाहिँ लिस्ट अफ फिगर्समा पनि आउँदैन जस्तो कि हामीले लोगो हाल्छौँ नि हाम्रो टियुको लोगो हाल्छौँ त्यसपछि आफ्नो ग्रुप फोटोहरू हाल्छौँ नि त्यसको क्याप्सन चाहिँ आउनु हुँदैन नि त हो जस्तै यहाँ चाहिँ यो लोगो हालेको यो पनि फिगरबाटै हालेको हो यो फिगर पनि फिगरबाटै हालेको तर क्याप्सन छैन अनि यो लिस्ट अफ फिगर्समा पनि आएन क्या तल कहाँ भन्दाखेरि लिस्ट अफ फिगर्स पनि यहाँबाट सुरु भयो क्या फिगर नभए अर्को हुन्थ्यो नि त अनि मैले चाहिँ 1.1 1.2 हालेको छु हो त्यो 1.1 1.2 हटाउनलाई चाहिँ के सिकाएको थिएँ मैले भन्दाखेरि यो मेनमा जाने आफ्नो मेन डट टेक्स्टमा जाने त्यसपछि यो काउन्टर विदिन छ नि हो यसलाई विदाउट गऱ्यो भने चाहिँ यो पनि चेन्ज हुन्छ है ल यतिसम्म कसैलाई के डाउट छ फिगर इन्सर्टसनमा फिगर सबै इन्सर्ट भयो नि त अब यो तपाईँहरूको चाहिँ यो आफूले हालेको फोटो किन इन्सर्ट भएको छैन भने चाहिँ यसको कारण चाहिँ तपाईँले भोलि थाहा हुन्छ किन भन्दाखेरि अहिले हाम्रो पुरै रेडी भएको छैन नि त यो पुरै फोल्डर अनि पुरै फोल्डर रेडी नभएसम्म चाहिँ हाम्रो यो फोल्डरमा फोटो इन्सर्ट हुँदैन क्या यसमा सबै यो लिङ्कड अप हुनुपर्छ कि त्यही भएर यो चाहिँ म भोलि सिकाउँछु अहिले चाहिँ इक्जाम्पल इमेजमा सिक्नु अनि सुन्नु त्यसपछि कहिलेकाहीँ कस्तो हुन्छ भने जस्तो के हो भने हो जस्तै हो भने त मैले एउटै पेजमा 6वटा फोटो हालेको छु नि त यहाँ ल यो एउटै पेजमा 6वटा फोटोको लागि यस्तो कमान्ड हुन्छ क्या एउटा यस्तो भन्दाखेरि ल हेर्नु मैले एउटै फोटोमा जस्तै सबैले हालेर एकचोटि हेर्नु है आफ्नोमा कस्तो आउँछ कहाँबाट हाल्नु भने यो क्याप्सन यति मैले पठाएँ सबैले हेर्नु चाहिँ यो अहिले पठाएको हाल्नु त आफ्नो सबैले मैले पनि हाल्छु आफ्नो ल हेर्नु यसरी भएर आयो क्या अहिले चाहिँ यो किन यस्तो आयो भन्दाखेरि यसको त ठाउँ फिक्स छैन नि त क्याप्सन पनि छैन के पनि छैन अनि यसले ठाउँै रिड गरेन क्या आफ्नो अनि यसको लागि चाहिँ के गर्ने भन्दाखेरि यसको हाइट पनि सानो गरिदिने वा यसलाई हटाइदिने हुन्छ यो पनि हटाउनु पऱ्यो है फेरि किन अहिले रिफरेन्स फोटो छैन भनेपछि यो चलाउने ल हेर्नु यति आयो सबैको न्यू पेजबाट आउँछ कि यो न्यू पेज भनेको चाहिँ नयाँ पेजबाट सुरु गर्ने हो कि जस्तै हामीले के लेख्यो यहाँसम्म के आयो यसरी लेख्न मन लागेन न्यू पेजबाट जाने कि पेज ब्रेक गरेको यसले अनि सुन्नु अस्ति मैले एउटा कुरा भन्थेँ नि जस्तो यो लाइन मैले के लेखेँ जस्तो माई नेम इज अनि यसपछि चाहिँ लाइन ब्रेक गर्नु पऱ्यो डबल स्ल्यास हाल्नुपर्छ भन्थेँ नि मैले यसको लागि के एउटा सर्टकट छ भने कन्ट्रोल प्लस इन्टर थिचे पनि आफै तल जान्छ ब्याक स्ल्यास पनि आउँछ है अभिनव ठाकुर यसरी लेख्ने होइन अनि यो रन गर्दाखेरि लाइन ब्रेक भएर आउँछ कि यता यसरी आयो नि अनि यहाँबाट न्यू पेज पनि स्टार्ट हुन्छ कि आफै यसले गर्दाखेरि चाहिँ ल 6वटा फोटो सबैको इन्सर्ट भयो हेलो हेलो विकास अनुराग किसिरको आयो है ल
फिगरमा अब कसैलाई केही डाउट छैन होइन अब हो असली यो जस्तो हामीलाई चाहिने फोटो चाहिँ कसरी इन्सर्ट गर्ने त्यो चाहिँ फाइनल गरेपछि मात्रै आउँछ कि यहाँ अहिले चाहिँ यहाँ सबै लिङ्क अप नभएर चाहिँ आएन त्यो चाहिँ म तपाईँहरूलाई भोलि सिकाउँछु होइन भोलिको हाम्रो के छ अरे इन्सर्टिङ म्याथमेटिकल इक्वेसन हो यो पेज नम्बरिङ जबसम्म मिल्दैन नि तबसम्म फोटो चाहिँ इन्सर्ट भएर आउँदैन क्या त किनभने यसको यो पेज नम्बर यो यहाँ पेज नम्बर अनि तलको पेज नम्बर कोलाइड भइरहेको हुन्छ कि यसले थाहै पाउँदैन कि कुन फोटो हाल्न खोजेको कुन हाल्न खोजेको छैन भने त्यो गर्न आएको इक्जाम्पल इमेज चाहिँ आउँछ ल अब यति भएपछि हामी चाहिँ अब टेबलतिर जान्छौँ है ल पहिलो कुरा चाहिँ टेबलको लागि एउटा लिस्ट अफ फिगरको चाहियो हामीलाई होइन त्यो लिस्ट अफ फिगरको कमान्ड भनेको चाहिँ यहाँ छ ल यो सबैले चाहिँ के अरे लिस्ट अफ टेबलको लागि चाहिँ यो कमान्ड सबैले आफ्नोमा अघि भनेको लिस्ट अफ फिगरको तल पेस्ट गर्नु कहाँ भन्दाखेरि ट्रायल डट टेक्स्टमा जाने त्यसपछि अघि जुन यहाँ लिस्ट अफ फिगर हालेको छ नि हो यसको तल ल्याउने यहाँ अब तपाईँले तल माथि गर्न पनि पाउनुहुन्छ कि जस्तो टेबल लिस्ट अफ फिगर मलाई माथि चाहिएको छ के अरे लिस्ट अफ टेबल माथि चाहिएको छ लिस्ट अफ फिगर तल चाहिएको छ नि यसलाई माथि तल पेस्ट गर्दा नि भयो कि यसलाई यहाँ हटाउने यहाँ बिचमा पेस्ट गरिदिने यसरी त्यो लिस्ट अफ टेबल माथि जाने हो अनि यसलाई कम्पाइल गरेर हेरौँ जस्तो अहिले हेर्नु यहाँ लिस्ट अफ टेबल अफ कन्टेन्ट छ त्यसपछि लिस्ट अफ टेबल आयो किनभने बिचमा इन्सर्ट गरेको थियौँ त्यसपछि लिस्ट अफ फिगर आयो सबैकोमा आयो यति मैले त्यो कमान्ड पठाएको छु यति आयो सबैकोमा भन्नु त शिशिर लिस्ट अफ टेबल चाहिँ आउनु पऱ्यो है सबैकोमा पहिला यो यसरी आएको छ विकास ल बोल्न गयो आएको छ त आयो होइन ल अब चाहिँ हामी टेबल इन्सर्ट गर्न सिक्छौँ है यसपछि भनेपछि अघि गएको C1 टेक्स्टमै जाने पहिला होइन अनि यसमा अघिको विजार्डमा जाने यहाँ क्विक टेबलर भन्ने एउटा अप्सन छ अघिको इन्सर्ट ग्राफिक थियो अहिले क्विक टेबलरमा जाने यसमा जाने त्यसपछि आफूलाई कति नम्बरको कलम र कति नम्बरको रो चाहिएको छ त्यो फिक्स गर्ने जस्तो मलाई चाहिँ अब ठिक छ मलाई 3 कलमको अनि ल 10 होइन 10 5 को राख्नु 5 को चाहियो होइन अनि सुन्नु यो अलाइनमेन्ट छ नि सेन्टर लेफ्ट राइट भनेको चाहिँ जस्तो हामीले भित्र टेक्स्ट लेख्छौँ नि यो टेबलभित्र अनि यसको यहाँ आउनु पर्यो कि यहाँ आउनु पर्यो कि यहाँ आउनु पर्यो भ्यालु भन्न खोजेको क्या जस्तो मैले SN लेखेँ भने चाहिँ ल लेखेरै देखाउँ न होइन यहाँ राखेँ यहाँ मैले लेखेँ यहाँ लेख्नु पनि पाइन्छ कि यसरी एस नम्बर अब हेर्नु यो अहिले चाहिँ यसरी आयो यसलाई सेन्टर भन्दा सेन्टर गर्नु पनि पाइन्छ कि सेन्टरमा आयो फेरि राइटमा नि आयो कि यो भनेपछि सेन्टरमै राखौँ अहिलेलाई यहाँ मैले नेम राखेँ यहाँ मैले चाहिँ रोल राखेँ अब मैले यहाँ 1 ट्याब थिच्नु पर्यो 2 3 4 मैले यहाँ नाम लेखेँ राम श्याम के हुन्छ नाम लक्ष्मण रोल नम्बर लेखेँ मैले 1000 2001 2002 2003 ल हेर्नु यति फिक्स भयो अब हेर्नु यो लेफ्ट बोर्डर भनेको नि यो भनेको सिङ्गल लाइन चाहियो नि त हामीलाई जस्तो लास्टमा त एउटै लाइन चाहिन्छ त्यसपछि बटम बोर्डर पनि आयो अनि यो सबै आयो ल अरूलाई के चलाउनु पर्दैन होइन अनि ओके थिच्ने टप बोर्डरमा टिक भएको हुनुपर्छ ओके थिचौँ है ल हेर्नु टेबलर यति जेनेरेट भएर आयो नि एउटा सबैकोमा आउनुपर्छ है यति चाहिँ त्यसपछि यसलाई एकचोटि रिकम्पाइल गरेर हेरौँ ल हेर्नु यो यसरी आयो नि कहाँ आएछ भन्दाखेरि यहाँ आएछ साइडमा आएछ यस्तो भन्नाले लेफ्टतिर आएछ नि सेन्टरमा नि आएन अनि क्याप्सन पनि आएन भने के गर्ने भन्दाखेरि बिगिन टेबलर पछाडि सेन्टरिङ लेख्ने
अब हेर के आउँछ ल यो सेन्टरिङ यहाँ लेख्ने हैन है यहाँ लेख्नु पहिला चाहिँ एउटा अरु कमान्ड लेख्नु पर्यो यहाँ बिगिन टेबल भनेर लेख्नु पर्यो अब हेर्नु यो खाली आयो नि यहाँ यसलाई हटाइदिने अनि यो इन्ड टेबल छ नि कन्ट्रोल एक्स गर्ने अनि इन्ड टेबुलर पछाडि चाहिँ प्रेस गर्ने यहाँ ल हेर्नु यति आयो अनि यहाँ चाहिँ सेन्टरिङ लेख्ने अब ल सेन्टर भएर आयो नि तर यो पेजको सेन्टर किन आयो जस्तो लागिरह्यो होला पेजको सेन्टर हामीले लेख्दै गएपछि चाहिँ आफै मेन्टेन हुन्छ यहाँ आउँछ अब त्यसपछि चाहिँ तल जस्तो आफूले कन्टेन्ट लेख्छौँ नि अब हेर्नु यसको क्याप्सन पनि चाहियो क्याप्सन त टेबलको जहिले पनि माथि नै हुन्छ क्याप्सन लेख्ने के लेख्ने भन्दाखेरि जेनरल डिटेल्स अफ स्टुडेन्ट्स त्यसपछि यसलाई रन गर्ने ल हेर्ने क्याप्सन पनि आयो अब टेबल पनि बोल्ड भयो क्याप्सन पनि आयो नि सबैको आउनुपर्छ यति चाहिँ कसले मेसेज गरेको थियो अनलाइनमा चाहिँ कसरी हाल्ने टेबल अनलाइनमा चाहिँ कसरी हाल्ने भने अनलाइनको लागि चाहिँ अलिकति म सिकाउँछु अहिले एकछिनमा अनलाइनको लागि चाहिँ अलिकति दुःख गर्नुपर्छ क्या थोरै यहाँ जाने अहिले यहाँ सिकाउँछु म अहिले एकछिनमा होइन तर त्यसको एउटा अर्को टेबल यो सबैभन्दा एउटा सजिलो तरिका पनि छ क्या त्यो चाहिँ म सिकाउन खोजेँ है खास ल सबैमा क्याप्सनहरू आयो त्यसपछि यसलाई पनि हामीले त्यो लेबल गर्न सक्छौँ कि अघि जस्तै यहाँ लेबल लेख्ने यहाँ टिएस लेख्ने अनि चाहिँ द डेटा इज एज सोन इन टेबल रिफरेन्स गर्ने अनि यसको नाम के राख्छ टिएस राख्छ नि यसलाई रन गर्ने देन अहिले ठाउँ माथि पाएर चाहिँ यहाँ लेख्यो क्या द टेबल इज एज सोन इन टेबल यति भने चाहिँ लेखेँ यहाँ थिचेपछि टेबल 2.1 नि गयो अब हेर्नु माथि लिस्ट अफ टेबलमा नि आयो के यहाँ सिधै यतिसम्म आयो सबैको अनलाइन बाहेकको है फेरि ल अब हेर्नु अब यो सबै टेबल भन्दा सबसे सजिलो तरिका के छ भने यो एउटा वेबसाइट छ क्या यो latextables.com भनेर यसमा जाने सबैजना त्यो चाहिँ सबैजनाले गर्नु होला है यो वेबसाइटमा जाने यसमा थिच्ने होइन अनि एउटा न्यू भनेर यहाँ बनाउँछ है ल जस्तै यसमा नि अब जस्तै कति बाई कति रे 3/2 यति यो टेबल बनायो अब यहाँ लेख्ने ठाउँ चाहिँ यहाँ छ कि यसको एकदम सानो छ अलिक खुम्चेको यहाँ लेख्ने एस नम्बर यहाँ लेख्ने नेम अनि यहाँ लेख्ने अघि जस्तै रोल नम्बर अनि सबै लेखेपछि के गर्ने भन्दाखेरि यो सिलेक्ट गर्ने यो एड अल बोर्डर सिक्नु पर्यो कि अघि जस्तो त्यहाँ थियो नि यो यसमा चाहिँ डिरेक्ट आउँछ त्यो बोर्डर सोर्डर गर्नु पर्दैन यसमा यो चाहिँ सकिहाल्यो तर यसमा अनलाइनमा के छ भने यो सिलेक्ट गर्ने पहिला यसरी यहाँबाट यो अप्सन थिच्ने के जस्तो यो सिलेक्ट भएको हुँदैन नि त अहिले यो वाला थिच्ने यो बक्स यता खाली भएको एड अल बोर्डर्स गर्ने अनि बोर्डर पनि आयो अब के गर्ने भन्दाखेरि यहाँ अघि जस्तो सेन्टर छैन नि त हो सेन्टरलाई के गर्ने भन्दाखेरि यसमा जाने यो होइन ल यो सेन्टर छ होइन अहिले सेन्टरमा जाने यहाँ अलाइन सेन्टरमा जाने सबै यस्तो अलाइन अघि हामीले जुन यहाँ सी भनेर सिलेक्ट गरेको थियौँ नि यो एलसिआर भनेको थिएँ नि मैले हो त्यो बेला एल गर्ने यहाँ थिच्ने त्यसपछि यो हुन्छ नि यो अरू के गर्नु पर्दैन हामीले होइन यति भएपछि चाहिँ अब हेर्नु यहाँ के अप्सन छ अलाउ टेबल टु ब्रेक एक्रस पेजेस श्रिङ्क कलम्स अटोमेटिकली इग्नोर लेटेक्स कमान्ड टेक्स्ट सबै गर्ने यहाँ टेबुलरै राख्ने सबैले त्यसपछि यहाँ जुन छ नि यो ठाउँ भनेको क्याप्सन हाल्ने ठाउँ हो के हालेको छ भने स्टुडेन्ट्स डिटेल भनेर हालेँ नि मैले ल अब यति गरेपछि जेनेरेट गर्ने ल अब यसमा चाहिँ अघिभन्दा लामो आएको छ नि सबै कुरा हो यो कपी गर्ने यहाँदेखि कपी गर्ने यो माथिको पर्दैन हामीले यो सबै क्याप्सन यो प्याकेजहरू हालिसकेको नि यो परेन हामीले सिधै यहाँ यो बिगिन लङ टेबलदेखि कपी गर्ने है यतिदेखि कपी गर्ने कन्ट्रोल सी अनि
अनि ल्याएर पेस्ट गरेँ। यहाँ पेस्ट भयो। अब यसमा फेरि अब यस्तो त्यो ल्याउनु पर्यो हैन, लिस्ट अफ टेबल चाहियो नि। अब चाहिँ रन गरौँ है। यसको सर्टकट चाहिँ कन्ट्रोल प्लस इन्टर थिचेपछि यो रिकम्पाइल हुन्छ है। देन यसमा जेनेरेट भयो लिस्ट अफ टेबल्स, यहाँ आयो यसरी। यसको क्याप्सन पनि यसरी आयो हैन। अब हेर्नु यही अहिलेको टेबल जुन यहाँ जेनेरेट गरेको थियौँ सिधै हामीले एक्सेलबाट पनि लोड गर्न सक्छौँ के। यो लोड फ्रम एक्सेल छ नि, यहाँ आफ्नो एक्सेल फाइल हालिदिने अनि यहाँ डिरेक्ट इम्पोर्ट गर्न पाइन्छ क्या। जस्तो चुज फाइल गरौँ है एउटा, ल जस्तो यही छ। यो ओपन गरेँ मैले, यहाँ ओके गरेँ। यसले कन्भर्ट भन्ने लेख्छ कि एकछिन, कन्भर्टिङ भनेर। ल हेर्नु सबै लोड भएर आयो क्या। अब एसएन, फर्स्ट नेम, लास्ट नेम, इमेल, कन्ट्री भनेर आयो नि। यसलाई के गर्ने भन्दाखेरि अब यहाँ सिलेक्ट गर्ने, यहाँ एड अल बोर्डर चाहिँ गरिदिने, सेन्टर्ड गर्ने, अब लेफ्ट गर्ने, राइट गर्ने, कहाँ राख्दा ठिक हुन्छ त्यो आफूले हेर्ने। अनि हेर्नु यो सिङ्गल पनि यसलाई कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि अरूलाई चाहिँ लेफ्ट अलाइन नै राख्ने, तर यो सिम्बल नम्बरलाई मात्र हाल्नु छ भने सिम्बल नम्बरलाई पहिला थिच्ने अनि त्यसपछि सिफ्ट थिचेर चाहिँ तलसम्म सिलेक्ट गर्ने के। अनि यतिले मात्र सेन्टर अलाइन गर्न पनि पाइन्छ। त्यसपछि यसलाई जेनेरेट थिचिदिने। अब हेर्ने टेबल जेनेरेट भएर आयो क्या पुरै। अब मैले यसलाई चाहिँ कपी गरेँ, कन्ट्रोल सी, मैले इन्टर गरिदिएँ। त मैले चाहिँ यहाँनिर पेस्ट गरिदिएँ। ल यसलाई रिकम्पाइल गरेर हेरौँ है कसरी आउँछ। ल हेर्नु जेनेरेट भएर आयो नि। यो मेल एड्रेस पनि आफैले रिड गरेँ यसले, यो मेल एड्रेस भनेर थाहा पायो होइन। त्यसपछि अर्को भनेको यसले लम्बाइ चौडाइ पनि आफै मिलायो क्या। अनि हेर्नु अर्को हामीले जुन बिगिन लङ टेबल हालेको थियो नि, अघि टेबुलर आइरहेको थियो, अहिले लङ टेबल आयो नि। यो लङ टेबल भनेको चाहिँ छुट्टा छुट्टै पेजमा नि यो डिस्ट्रिब्युट भएर आयो क्या। 30 सम्म आयो, 31 देखि आयो भनेपछि यसरी आउँछ क्या। यहाँसम्म कसैलाई केही डाउट छ भने भन्नु त। यो फोटो टेबल इन्सर्ट गर्दाखेरि यो वेबसाइट बुझ्नुभयो सबैले। यो लेटेक्स टेबल .com जाने, त्यसपछि यहाँ न्यू थिच्ने, आफूलाई कतिवटा के चाहियो गर्न पनि पाइयो। वर्ड एक्सेल सबैबाट ल्याउनु पनि पाइयो होइन। पेस्टिङ टेबल गर्न पनि पाइयो, लेटेक्सबाट टेबल बनाउन पनि पाइयो, चेन्ज गर्न पनि पाइयो होइन। अनि त्यसपछि आफूले हाल्नेको ठाउँ हाल्ने, त्यसपछि यहाँ जेनेरेट थिचेपछि यो सबै कुरा अप्सन पहिला सेलेक्ट गर्ने, यहाँ मोरमा गएर अर्को पनि चुज गर्न पाइन्छ क्या। हामीलाई जस्तो ल्यान्डस्केप मोडमा चाहियो भने ल्यान्डस्केप पनि गर्न पाइन्छ यहाँबाट। जस्तो यहाँ ल्यान्डस्केपको लागि चाहिँ जस्तो डिस्प्ले टेबल इन ल्यान्डस्केप मोड छ नि, यसलाई चुज गऱ्यो भने ल्यान्डस्केपमा नि आउँछ, अहिले नगर्ने। त्यस स्प्लिट टेबल इन मल्टिपल पेज पनि आउँछ। श्रिङ्क कलम भनेको चाहिँ एक्स्ट्रा ठाउँ चाहिँ यसले हटाउने भयो क्या। जस्तो यो बिचमा एक्स्ट्रा ठाउँ आउँछ नि कहिलेकाहीँ, जस्तो यो त अहिले नामकै कारण आयो, कुनै नाम एकदम लामो होला यो नाम, अनि त्यो भएर यति रिड गऱ्यो यसले, त्योभन्दा एक्स्ट्रा ठाउँ लिँदैन क्या। यस्तै यस्तै हुन्छ। यो अरू सिलेक्ट हामीले गर्न पर्दैन। हामीले चाहिने भनेको यो 3टा सिलेक्ट गर्नुपर्छ अनि यो जेनेरेट थिच्ने, अनि यहाँ जेनेरेट भएर आउँछ तल। अनि हामीले चाहिँ प्याकेज बाहेकको सबै सिलेक्ट गर्ने अनि त्यसपछि कपी पेस्ट गरिदिने आफूले हालेको ठाउँमा। नयाँ भन्नु कसैलाई केही डाउट छ यो टेबल जेनेरेट गर्दाखेरि? अनुराग, हेमराज, नो भन्यो विकासले। नयाँ सब क्लियर छ होइन? भनेपछि आजको पनि टार्गेट फुलफिलै भयो जस्तो मानौँ होइन। लिस्ट अफ टेबल पनि आयो, लिस्ट अफ फिगर पनि आयो, अनि हामीले चाहिँ इन्सर्ट फिगर गर्न पनि सिक्यौँ होइन, कसरी गर्ने, क्याप्सन पनि लेख्न सिक्यौँ, क्याप्सन नहाल्न पनि सिक्यौँ। त्यसपछि यो यसरी 6टा फोटो एउटै पेजमा ल्याउन पनि सिक्यौँ। अनि टेबल बनाउन पनि सिक्यौँ, टेबलको कन्टेन्ट पनि हाल्यौँ। अनि अर्को कुरा चाहिँ हामीले अनलाइनबाट चाहिँ कसरी एक्सेलबाट चाहिँ अनलाइनमा एक्सपोर्ट गर्ने, इम्पोर्ट गर्न पनि सिक्यौँ। त्यसपछि आफूले बनाएर लेख्न पनि पाइयो, यसको बोर्डर कसरी ल्याउनु त्यो पनि पाइयो होइन।
अनि अर्को कुरा चाहिँ भोलि हामीले चाहिँ यो टेबलको भित्र कुनै कुनै टेक्स्ट हुन्छ नि जसरी हामीले हाम्रो जियोलोजीकै टेबल मानौँ होइन रोक्नु है जस्तो कि यसमा होइन जस्तो हेर्नु ल जस्तो कि यो काठमाडौँ कम्प्लेक्स चाहिँ कसरी भर्टिकल लेखिरहेछ नि यहाँ हो यसको लागि पनि हामीले चाहिँ भोलि एउटा कमान्ड सिक्छौँ त्यसपछि टेबलको कुरा सकिन्छ ल यतिसम्म आज कसैलाई केही डाउट छ भने भन्नु त कसैको नचलेको कसैको के भएको छ भने पहिलो कुरा चाहिँ मिक टेक्स्ट अपडेट गरेको हुन पर्यो अनि अर्को कुरा चाहिँ यो टेक्स्ट स्टुडियोमा गएपछि चाहिँ मैले अहिलेको 4 स्टेप भनेको थिएँ नि ल मैले त्यो फेरि रिपिट गरिदिन्छु है 4 स्टेप के भने यो टुल्समा जाने कमान्ड्समा जाने पहिला यो बिबटेक्स 8 बिट रन गर्ने त्यसपछि बिबटेक्स रन गर्ने अनि लेटेक्स रन गर्ने अनि पिडिएफ लेटेक्स रन गर्ने सुरुमा इनकेस कसैको रन भएको छैन एरर आयो भने है त्यति 4वटा रन गरेपछि यति आउटपुट आउँछ त्यसपछि बल्ल आफ्नो काम सुरु गर्ने ल यतिसम्म कसैलाई के डाउट छ भने भन्नु त रन नभएर के भएर अभिनव मेरो यो टेबल चाहिँ भएन के कसैले एकचोटि भन्थ्यो न फेरि खै एकचोटि सेयर गरौँ त खै टेबल यहाँबाट बनाउनु भने होइन यो उसबाट चाहिँ हजुर हजुर एसएन हाल्यो नेम हाल्यो रोलमा हाल्यो ल यसलाई के गर्ने पहिला सेलेक्ट गर त्यहाँ मैले भनेको ठाउँबाट पहिला त्यो माथिको डट थिच त उतापट्टिको त्यहाँ हाने माथि 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 नि जाउँ न पहिला यो टेबललाई सेलेक्ट गर्नु पर्यो कि यहाँ यो हो त्यो सेलेक्ट गर त त्यसरी होइन त्यसरी त्यहाँ डटमा थिच नि सिधै त्यो एम्टी स्पेसमा माथि माथि यतापट्टि क्या त्यो ए को छेउमा अनि 1 भन्दा माथि क्या हो त्यहाँ थिच हो अब यहाँ चाहिँ एड अल बोर्डर गरेर पहिला अझै सेलेक्ट भएन त्यो राम्ररी अब चाहिँ गर एड अल बोर्डर अनि एड नगर त्यो रो एड नगर सिधै गर तिमीले त्यहाँ एमटीमा थिच होइन त्यो सिधै माथि जाऊ न एड अल बोर्डर्समा के अरू ठाउँ नथिच ल अब जाऊ ल यति भयो होइन त्यसपछि के गर भन्दाखेरि यहाँ अघि मैले त्यो सेल प्रोपर्टिजमा थिएँ यतापट्टि हेर्दा राइट साइडमा हो त्यहाँ सेन्टर गर ल अब जेनेरेट गर त तल जाऊ हो अब त्यो बिगिन लङ टेबलदेखि चाहिँ सेलेक्ट गर तल हो अनि तलसम्मै जाऊ ल यति कपी गर त ल अब कहाँ पेस्ट गर्ने गर त ल भयो होइन त्यो लाइन नइन्सर्ट नभएसम्म चाहिँ आउँदैन कि टेबल त्यसको बोर्डर हुन्छ नि टेबलको ओके अनि यसको क्याप्सन त देखाएन त नि क्याप्सन देखायो त स्टुडेन्ट डिटेल्स भनेर ए होइन कि यो यसमा उ गरेपछि देखाउँछ नि त्यो चाहिँ गर्न पर्दैन त्यो लिस्ट अफ टेबल के लिस्ट अफ टेबलमा चाहिँ भएको त्यो लिस्टमा चाहिँ क्लिक गर्दाखेरि डाइरेक्ट यहाँ आउँछ नि त्यो आउँछ माथि जाऊ न अब पहिला माथि जाऊ न लिस्ट अफ टेबल हो एकचोटि अझै कम्पाइल गरेर एकचोटि अझै यो लिस्ट अफ टेबललाई चाहिँ एकचोटि दुईचोटि चाहिन्छ कि रिकम्पाइल ल माथि जाऊ त ल अब त्यहाँ थिच त ल आयो होइन अब अहिलेको जस्तो त्यो लेभल थियो नि त्यो फिगर जुन हामी लेभल हालिरहेको थियौँ नि हो त्यो क्याप्सनको त्यहाँ हेर त लाइन 44 को तल चाहिँ लाइन 44 छ नि हो त्यसको तल चाहिँ एकचोटि त्यो हालेर त
त्यो लेभल हाल त यहाँभन्दा तल चाहिँ त्यो ब्याकस्ल्यास डबल ब्याकस्ल्यास छ नि त्यसको पछि इन्टर थिच त पहिला हो त्यहाँ ब्याकस्ल्यास अनि लेभल लेख LABEL हो अनि इन्टर गर अनि SD लेख त्यहाँ अनि त्यहाँ पछि फेरि डबल ब्याकस्ल्यास त हो त्यो ब्र्याकेट पछाडि हो अनि त्यो माथिको छ नि ल अब रन गर त त्यसमा एउटा एरर आउँछ त्यो अहिले थाहा पाउँछु हो एरर आयो नि त्यो माथिको त्यो लाइन 44 पछाडिको ब्याकस्ल्यास छ नि दुईटा स्टुडेन्ट डिटेल पछाडिको हो त्यो हटाइदियो ल अब माथि त्यो बिगिन लङ टेबल छ नि लाइन 42 पछि एकचोटि इन्टर थिच त एन्ड फिगर पछाडि हो त्यहाँ लेख त अब दिस इज माई फर्स्ट टेबल अनि त्यसको चाहिँ रिफरेन्स देऊ अब अहिलेको लेभल जस्तै के लेख के नर्मल लेख न अनि देऊ अब रिफरेन्स देऊ अब फेरि \ref अनि इन्टर थिच अनि चाहिँ त्यो SD लेख अब त्यो अहिलेको लेभलको जुन SD देखायो नि हो ल इन्टर थिच अनि ओके गर ल अब रन गर त ल आयो नि त्यो यहाँ त अहिले नजिक भएर चाहिँ तल जम्प गरेर नि कहीँ माथि भएको भए चाहिँ ठ्याक्कै त्यहाँ आउँथ्यो कि ठिक छ ल अब यति भएपछि सबैले क्लियर भयो होला यहाँसम्म आजको फिगर र टेबल इन्सर्ट गर्न केही गाह्रो छ त कसैले छैन भनौँ है अब चाहिँ कोही बोलेन भने छैन ल त्यसो भए आजलाई क्लास सक्यो गुड नाइट अब भोलि पनि ठ्याक्कै टाइममा जोइन गर्नु होला 8:35 मा त्यही लिङ्कमा अनि आज केही कन्फ्युजन छ भने रिकर्डिङ हेरिहाल्नु होला गुगल क्लासरुममा आउँछ